राष्ट्रिय स्वतन्त्र पार्टी झट्टै 2-4 दिन निर्णय गरेर भएको भने होइन। यो पार्टी किन उदायो, कसका लागि उदायो र यसको उद्देश्य के हो भनेर जान्नका लागि सबैभन्दा पहिले हामीले रवि लामिछाने भन्ने व्यक्ति को हुन् भनेर डिटेलमा बुझ्नुपर्ने हुन्छ। अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि रवि लामिछानेले आफ्नो करियर पत्रकारिताबाट सुरु गरेका थिए। सन् 2013 मा न्युज 24 च्यानल अन्तर्गत आफ्नो सबैभन्दा लामो टक लर्ड बुद्ध वाज बोर्न इन नेपाल भन्ने स्लोगनका साथ चलाएका थिए। संसारकै सबैभन्दा लामो टेलिभिजन टक सो सञ्चालन भइरहेको छ। न्युज 24 टेलिभिजनबाट सुरु भएको यो कार्यक्रम यहाँबाट नियमित रूपमा प्रसारित भइरहेको छ। सुरु भएको बेलादेखि नै अनवरत रूपमा हामीले प्रस्तुत गरेका छौँ। उनले त्यस कार्यक्रममा 62 घण्टासम्म नन स्टप टक गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम राख्न सफल भएका थिए। त्यस समयमा बुद्धको जन्मस्थलको बारेमा चर्चा भइरहेको भ्रम चिर्नका लागि र नेपालको पर्यटन प्रवर्धन गर्नका लागि रवि लामिछानेले त्यो टक चलाएका थिए। विभिन्न राजनैतिक व्यक्तित्वहरू, पत्रकारहरू, सेलिब्रिटिजहरू र भ्युअर्सहरूलाई फोन कल गरेर विभिन्न प्रश्नहरू उनले सोधेका थिए। उनले त्यस बेला रेकर्ड मात्र तोडेनन्, बरु राष्ट्रिय विमर्श नै लर्ड बुद्ध वाज बोर्न इन नेपाल भन्ने स्लोगनले हाइज्याक गरेका थिए। यहाँसम्म आइपुग्दा उनलाई समाजले र मानिसहरूले बोल्ड र इनर्जेटिक पत्रकारको रूपमा चिन्न थालिसकेका थिए।